कसैलाई माया गर्नु मेरो गलत हो र? माया त उहाँले पनि गर्नुभएको हुनुहुन्थ्यो होइन? त्यही भएर त मैले पनि माया गरेँ है। तर मायाको कदर उहाँलाई छैन भने मैले चाहिँ माया गरेर मात्रै हुँदैन नि त। माया भनेको त दुईतर्फीको हुनुपर्छ, अनि त्यो माया सक्सेस हो नि। त्यही भएर हामी चाहिँ कसैलाई माया गर्छौँ होइन, तर मेरो माया चाहिँ उसलाई छैन क्या। तर उसले चाहिँ मसँग के खोजेको भन्ने कुरा हामीले बुझेको हुँदैन क्या। जस्तो हामीले माया खोज्छौँ तर उसले माया चाहेको हुँदैन, तर उसले चाहिँ मलाई युज गर्न चाहेको हुन्छ कि। जस्ट म युज हुँदिनँ होइन, युज नभएपछि ऊ मदेखि टाढा हुन्छ होइन। अनि म चाहिँ वान साइड माया गरिरहेको हुन्छु, किनकि मेरो माया त चोखो हुन्छ नि त होइन। त्यही भएर मैले माया गर्नु मेरो गल्ती हुन्छ र? हुँदैन नि। माया त एक्लै माया गर्छु भन्ने कुरा हुँदैन। एकअर्कामा अट्याचमेन्ट, एकअर्कामा सेयरिङ केयरिङ हरेक कुरा हुन्छ होइन। त्यो भएपछि चाहिँ हामीले माया गरेको हुन्छौँ होइन। तर त्यो माया सक्सेस हुँदैन भने त्यो माया होइन क्या, जस्ट युज। उसले चाहिँ मलाई युज गर्न खोज्छ तर म युज हुँदिनँ होइन। म जब युज हुँदिनँ कि ऊ टाढा हुन्छ कि। ऊ टाढा हुनुको रिजन चाहिँ मैले कसरी बुझ्छु भनेदेखि अब उसले चाहिँ मलाई जसरी हुन्छ मसँग चाहिँ उसलाई ढलाउँछु भन्ने चाहिँ चाहना गरेको हुन्छ। तर हामीले चाहिँ बुझेर होइन, जोसँग पनि हामी ढल्न हुँदैन। माया भन्ने कुरामा धेरै बुझ्नुपर्ने हुन्छ। माया त गर्छु होइन, तर यो माया कस्तो माया हो, सक्सेस या नसक्सेस, वान साइड या टु साइड होइन। त्यही भएर माया गर्दा धेरै बुझेर गर्नुपर्ने हुन्छ, धेरै चिनेर गर्नुपर्ने हुन्छ होइन। मायामा चाहिँ एकदम धेरै चाहिँ अट्याचमेन्ट है, हरेक कुरा एकअर्कामा नलुकोस् क्या, चाहे मेरो होस् चाहे हजुरको होस् है। मायामा चाहिँ एकअर्काको कुरा सेयरिङ भयो भने नै हो रहेछ। हामीले चाहिँ एकअर्कामा कुनै कुरा लुकाएनौँ भने त्यो माया चाहिँ सक्सेस भएर जान्छ क्या। जस्तो उसले चाहिँ कुरा लुकाइराख्ने, मैले चाहिँ सत्य बताइराख्ने गरेँ भने चाहिँ त्यो मेरो मायाले काम गर्दैन कि उसलाई, किन उसले त मलाई युज गर्न खोजेको हुन्छ। त्यही भएर त्यो मान्छे किन मदेखि टाढा गयो भनेर म चाहिँ एकदम मायाले कटकटी मुटु खाएर भक्कानिएर होइन, फ्यामिलीलाई सेयर गर्न सक्दिनँ। किनकि यो त हाम्रो लभ भन्ने कुरा त सबैलाई सेयरिङ गरिँदैन क्या। त्यो एउटा मनमा हुन्छ कि कसैले सुन्नुहुन्छ कि कसैले थाहा पाउनुहुन्छ कि होइन, कहीँ बाटोमा भेट्दा कसैले देख्नुहुन्छ कि भन्ने त्यो एउटा डर हुन्छ क्या मान्छेको मनमा। त्यस्तो हुन्छ कि एउटा लभमा होइन। तर त्यो गरेर चाहिँ माया गर्दाखेरि चाहिँ त्यो माया पाइएन भने त्यही भएर मान्छेले चाहिँ आफू सुसाइड गर्ने हो क्या। किनकि त्यो मायाको एउटा एकदम यस्तो गहिराई माया हुन्छ कि उसलाई नदेख्दा मन शान्त नहुने, उसको बोली नसुन्दा मनमा एकदम तनाव जस्तो फिल हुने होइन। माया भन्ने त्यो हो कि जब उसले माया गर्दैन, बाटो बिराएर अन्त्य जान्छ नि, त्यो माया होइन नि। त्यो त एउटा स्वार्थ हो, उसले मलाई युज गरेको। युज किन गर्न खोज्दैछ नि, कति केटा मान्छेहरू उसँग पनि लभ गर्ने उसँग पनि गर्ने, एक टाइम उसलाई भेट्ने, दिनमा अब कति टाइम कतिजनालाई भेट्ने हुन्छ क्या, जेन्ट्स होस् या लेडिज होइन। हुन त म लेडिज हो, आज म यो प्रशंसा गर्दैछु कि मैले कसैलाई माया गरेको थिएँ भनेर होइन क्या। मान्छेको रियल लाइफमा त्यो हुन्छ भनेर चाहिँ मैले भन्न खोजेको। जस्ट एउटा सफाइ भनौँ या के भनौँ, आई डोन्ट नो है, यो पनि म खासै जान्दिनँ। तर माया भन्ने कुरा त्यस्तो अट्याचमेन्ट हो कि एकअर्का बिना हामी छुट्न सक्दैनौँ कि। जस्तो टिभी सिरियल हेर्छौँ होइन, एकअर्काको माया देख्छौँ होइन, त्यो माया कहीँ छुट्दाखेरि आँखाबाट एक थोपो भए पनि आँसु धरक्क झर्छ क्या। त्यो भनेको चाहिँ एउटा हामीले पनि कसैलाई माया गरेको थियौँ कि त्यो मान्छेले मलाई पनि त्यसरी नै गरेको थियो भन्ने त्यो फिल हुन्छ नि मान्छेमा। त्यो माया नै त्यस्तो हो कि। अनि मान्छेले माया गर्नुहोस् तर धोका नदिनुहोस् होइन। कि सुरुमै भन्नुहोस् मेरो यस्तो छ भन्नुहोस्, रियल लाइफ बताउनुहोस्। म म्यारिड हो भने म म्यारिड हो भन्नुहोस्, सिङ्गल छु भने सिङ्गल छु भन्नुहोस् होइन। म म्यारिड मान्छे हो, मैले यसरी माया गर्न मिल्दैन, मेरो एउटा फ्यामिली भएको मान्छे हो, भोलि मेरो फ्यामिली बिग्रिन्छ, मैले तिमीसँग बिहे गर्दा होस् या तिमीसँग अट्याचमेन्टमा बस्दा होस्, तिमीसँग रिलेसनमा बस्दा होस्, तर फ्यामिली सम्झिनु पऱ्यो कि। विदेशमा बस्ने जेन्ट्सहरू होस् या नेपालमा बस्ने जेन्ट्सहरू होस् होइन, गर्ल्स जो भए पनि एउटा आफ्नो फ्यामिली भएको मान्छेले चाहिँ म दोस्रो म्यारिज गरेर म आज खुसी छु भनेर सोच राख्नु, त्यो चाहिँ म ठुलो गल्ती भनेर सम्झिनुपर्छ कि। किनकि उसले गर्दाखेरि, उसको गल्तीले गर्दा उसको बच्चाले दुःख पाउँछ, उसको मिसेसले दुःख पाउँछ होइन।
मिसेसले त ल ठिकै छ, उसले बुढाले ल्यायो एडजस्ट होला क्या, बच्चा चाहिँ एडजस्ट हुँदैन कि, सेकेन्ड मदर अथवा सेकेन्ड फादर है। त्यही भएर यस्तो कुराहरू धेरै सोचेर दाजुभाइ दिदीबहिनी होइन जो हुनुहुन्छ होइन धेरै सोचेर बुझेर गर्नुहोस्। जीवनको कथा छिनभरको हुँदैन क्या। कति विदेशबाट नेपाल आउनुहुन्छ, एयरपोर्ट छेउको त्यो गेस्ट हाउसतिरै लेडिजहरू सुसाइड गरिरहनु भएको हुनुहुन्छ क्या। त्यस्तो जीवन नगर्नुहोस् होइन। एकचोटि पाएको जीवन हो। मान्छे दुःख गर्न जानुहुन्छ विदेश है, 2-4 पैसा कमाएर म नेपाल आएर आफ्नो बालबच्चा आफ्नो हस्बेन्ड वाइफ एउटा ह्याप्पी लाइफ बस्छु भन्ने सोच राख्नुहुन्छ। तर त्यो सक्सेस पुरा गर्नुहुन्न। किन गर्नुहुन्न त? तपाईँहरूमा राम्रो सोच नभएर हो क्या। राम्रो सोच बनाउनुहोस्। 2 दिन एकजनासँग मसक्क हाँसेर होइन उसँग म जोडिन्छु भनेर सोच राख्नुहुन्छ नि, त्यो आजको तपाईँको बल बैंस हुन्जेलको लागि मात्रै हो त्यो चिज। भोलि त्यो बच्चाको आँसु लाग्छ, त्यो बुढाको पनि आँसु लाग्छ, सासू ससुराको पनि लाग्छ। सबै एउटा माइतीबाट होस् या घरबाट होस्, मान्छेको हेर्ने दृष्टिबाट तल झर्नुहुन्छ क्या। त्यही भएर जोसँग पनि म माया गर्छु भन्ने त्यो सोच हुँदैन। साथीभाइको नाता त्यो आफ्नो ठाउँमा छ होइन। एउटा फ्यामिली छोडेर अर्को फ्यामिलीसँग जब जोडिनुहुन्छ नि, त्यो चाहिँ जीवनभरिको एउटा काँडा हो कि, मुटुमा कहाँ बिजेको हुन्छ। तर बाहिर देखाउनुहुन्न, बाहिर एउटा ह्याप्पी लाइफ देखाएर हिँड्नुहुन्छ नि, तर त्यो राम्रो होइन नि। ह्याप्पी लाइफ देखाउनुहुन्छ तर रियालिटी के हो त्यो तपाईँलाई थाहा हुन्छ। देख्नेले पनि आफ्नो तपाईँको चिनजानको मान्छेले पनि थाहा हुन्छ रियालिटी त। उमेरमा यो गरेको थिइस्, आज यो भोग्दैछस् भन्ने हुन्छ। त्यो बच्चाहरूको आँसुले खुट्टु खुट्टु जति त्यो साना ठुला बच्चा, एउटा कोही लेडिज त छोराछोरी नाति नातिना भएकोले नि दोस्रो म्यारेज गर्नुहुन्छ। अब त्यो बाध्यता हो या अरू थोक त्यो त आई डोन्ट नो है, अर्काको पर्सनल लाइफ थाहा हुँदैन। तर म चाहिँ यो कुरा बोल्दैछु कि म धेरै न्युज हेर्छु क्या। जस्तो म खाना बनाइरहेको हुन्छु, मेरो मोबाइलमा चाहिँ मैले न्युज नै हेरिरहेको हुन्छु कि। अनि म फ्री टाइममा चाहिँ अब टिकटकहरू यताउति यसो हेरे पनि मेरो चाहिँ धेरै चाहिँ म न्युज हेर्ने गर्छु। त्यही भएर चाहिँ यो फ्यामिली बिग्रेको चाहिँ मैले धेरै हेरेर, अनि त्यो बच्चाहरू रुन्छन् नि, मेरो मन कटक्क खाएर कि, किनकि म आफै एउटा भकानिन्छु क्या। कसैको फ्यामिली बिच यस्तो चिज नहोस् भन्ने सोच राख्ने मान्छे हो कि। त्यही भएर मैले आज यो कुरा राख्दैछु होइन। तर कतिले नराम्रो भन्नुहुन्छ होला, यो उसैलाई बितेको हो कि भन्ने सोच राख्नुहुन्छ। तर त्यो ममा बितेको होइन क्या। मैले जस्ट फिल गरेको कि मान्छेको लाइफ यस्तो हुन्छ होइन। तर मान्छेले किन बुझ्दैन भन्ने लाग्छ है। तर म त काम गरेर खाने म सक्सेस मान्छे हो क्या। म चाहिँ काम गरेर खान खुसी हुने मान्छे हो। अर्काको जीवनमा दुःख दिएर खुसी हुने मान्छे होइन। जस्ट म काममा रमाउने मान्छे हो कि। त्यही भएर कसैको फ्यामिली बिच पनि नराम्रो चिज नहोस् है। न्युज हेऱ्यो भने जति न्युजहरू त्यति खालि क्या लेडिज र जेन्ट्सकै धेरै देखिन्छ क्या। उसको वाइफ उसँग गएको छ, उसको हस्बेन्डले उसँग गएको छ, बच्चाको बिजोग, लोग्ने मान्छे रोएको, छोरा मान्छे रोएको कति नराम्रो देखिन्छ होइन। छोरी मान्छे रोएको पनि कति नराम्रो देखिन्छ। तर छोरी मान्छे रुन शोभा दिन्छ। छोरा मान्छे रुँदा त छोरा मान्छे प्रायः रुँदैन, अति भएर रुन्छन् कि। छोरी मान्छे पनि रुनुहुन्छ, छोरा मान्छेले पनि धेरै दुःख दिएको हुन्छन्, छोरी मान्छेले पनि दुःख दिएको हुन्छ, दुईतिरैको बराबर हुन्छ। तर त्यो कुराले गर्दा बच्चा एकदम पिसिएको हुन्छ बच्चा कि। न बच्चाले पढ्न पाउँछ, न टाइममा खाना पाउँछ। यो आमा बाउको बुद्धि बिग्रेपछि बच्चाहरूले जति पाउने दुःख कसले पाउँछ भन्नु त संसारमा। भन्नु त साथीहरू, मैले बोलेको कुनै कुरा गल्ती रहेछ भने होइन, यहाँनिर तिमीले बोलेको गल्ती रहेछ भन्नु होला होइन। तर रियल लाइफ चाहिँ यही हो कि मान्छेले अहिलेको जमानामा चाहिँ रियल लाइफ चाहिँ यही नै गरिरहेछ क्या। कतिको चाहिँ धेरै मान्छेहरूको चाहिँ बच्चाको बिजोग छ क्या। अब बुढाले अर्को बुढी ल्यायो, बुढी अर्कोतिरको, अनि त्यो बच्चा त बिचमा के। त्यही भएर कसैले यो काम नगर्नुहोस् होइन। सुख होस् दुःख होस्, आफ्नो बच्चा चाहिँ आफ्नुहोस्, काम गर्नुहोस्, आफ्नो जीविका आर्जन कसरी हुन्छ गर्नुहोस्, बुढाबुढी खुसी हुनुहोस्। अर्को बुढी ल्यायो भनेर आफू अर्कोतिर नगइदिनुहोस्, बच्चाको बिजोग हुन्छ। बुढी अन्त गयो भनेर अर्को ल्याइदिनुहुन्छ, त्यो पनि बच्चाकै बिजोग हुन्छ। त्यही बाउआमाले गर्दा बच्चाहरूको धेरै पीडा हुन्छ। त्यही भएर हजुरले जानेर बुझेर यो व्यवहार गर्नुहोस् कि
मेरो बच्चाहरू हुने मान्छे फ्यामिली हुने मान्छे